एक्जाम दिएको 5 मिनेटमा बाहिर निस्केर भागेर अहिले वासरुमबाट भागेर निस्किँदैछ है। अनि यिनीहरू चाहिँ यहाँ यस्तो इन्भाइरोमेन्टमा रमाउँदैछ। अब म चाहिँ यता गएँ। जाने होला त छाता पनि छैन, कसैले छाता ल्याइदिने मान्छे पनि छैन, छाता पनि छैन। आकाशबाट पानी परिरहेको छ तर भुइँमा खुट्टा राख्दा वारिभरि बाफ आइरहेको छ, एकदमै बाफ आइरहेको छ। साथी कसलाई यस्तो हुन्छ त? पानी परेपछि तराईतिर चाहिँ यस्तो हुन्छ, भुइँमा पुरै हाम्रो यस्तो छ क्या इन्भाइरोमेन्ट जाँदाखेरि। के लकी चाम यस्ता साथीहरू एमएडमा पढ्ने विद्यार्थीहरू है। उहाँ चाहिँ इन्टरनल इक्जाम भएको 5 मिनटमा निस्केर अहिले यताबाट चिया खायो अरे। यो चाहिँ यस्तो चाहिँ भएन क्या, यो चाहिँ यसरी भाग्नु पाइएन। हेर्नु त यहाँ ठिक्क आमाले उहाँ चाहिँ ठिक्क अब हामी निस्केपछि भाग्नु भयो। इक्जाम सकेर निस्के जस्तै गरेर भाग्नुभयो। अब अनि अर्को साथी पनि आउँदै हुन्छ।